अहिले गन्तीले यस्तो गरिरहेछ नि पुरानो पार्टीहरूले कल्पनै गराएको थिएनन् होला कि यो राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँसम्म चाहिँ पुरानो पार्टीहरूलाई यसरी चाहिँ धक्का दिन्छ भनेर सोचेको कल्पना पनि गरेको थिएन होला। अनि जस्तै अब झापामा बालन शाहले त्यस्तै देखाइदिरहेछन्। अब के अरे चुनाव त अब आउन बाँकी नै छ होइन, सबैजनालाई थाहा भएको कुरा हो। अब झापामा रवि लामिछाने बालेन शाहको चुनावी क्षेत्रमा हिजो गएको थिएँ। जहाँ रवि र बालेन हुन्छन् नेपाली जनता त्यही नै थुप्रिन्छन् क्या धेरै। त्यो भएको कारणले अहिले चाहिँ केपी ओलीलाई रातमा निन्द्रा नै आएको छैन होला, दिनमा भोक पनि लागेको छैन होला। योपालि झापामा जसरी भयो भने बालेनले जित्नुपर्छ। झापावासीहरूले जसरी भयो भने एकचोटि बालेन शाहलाई भोट दिनु होला सबैजनाले र बालेन शाहले जित्नुपर्छ र नयाँ मान्छे आउनुपर्छ, अनि मात्रै नेपाल बन्छ। धन्यवाद।